अलराइट अब चाहिँ सुरु गरौँ है त प्रवीण आर यु रेडी Yeah, I'm ready, bro. ओके सो म एकदम सर्ट एन्ड सिम्पल राख्छु त हाम्रो इन्ट्रोडक्सन अनि ब्याकग्राउन्डहरू अनि त्यसपछि एकदम मेन टपिकमा गइदिइहालौँ सो या प्रवीण आई एन्ड अदर फ्रेन्ड्स वी आर अल्सो हियर मतलब सिमरन एन्ड रवि हामी चाहिँ क्लासमेट छौँ ब्याचलर्स सँगै गरेको अनि हाम्रो ब्याचलर्स सकेको चाहिँ लगभग 1 वर्ष भइसकेको छ सो क्लासमा हुँदाखेरि नै हामीले चाहिँ केही गर्नुपर्छ आफ्नै केही गर्नुपर्छ भन्ने सोच गरेर चाहिँ वी स्टार्टेड आवर ओन डिजाइन सेन्ट्रिक वेब डेभलपमेन्ट काइन्ड अफ त्यो हुन्छ नि एउटा कम्पनी त भनिहाल्नु मिल्दैन टिम जस्तो सो राम्रो चलिरहेछ एन्ड त्यो हुँदाहुँदै चाहिँ हामीले चाहिँ के फेस गरेको थियो भन्दा हाम्रो क्लास भइरहेको बेलामा हामीलाई गाइड गरिदिने अथवा यो यस्तो हो यो यस्तो हो रियल वर्ल्डमा यसरी काम गरिरहेको छ भनेर त्यो भन्ने मान्छे खासै भेटेको थिएन क्या सो त्यो हामीले चाहिँ त्यो ल्याक गरेको थियौँ सो हो त्यो चाहिँ हामीले चाहिँ त्यो कुरालाई चाहिँ हामीले ट्याकल गर्न सक्छ किनकि अब हामीले रियल वर्ल्डमा के भइरहेछ हामीले जति सक्दो सिक्न सकेको त्यति कुरा त अलिअलि सेयर गर्न सकिन्छ नि त हो त्यो फोकस गरेर चाहिँ मेनली चाहिँ अब अहिले ब्याचलर्स पढिरहेको ब्याचलर्स पढ्न सुरु गरिरहेको अथवा हामीभन्दा अलिकति जुनियर भए पनि उहाँहरूलाई चाहिँ केही हेल्पफुल हुने कुराहरू चाहिँ सिकाउन खोजिरहेका छौँ अनि सिक्नु पनि खोजिरहेका छौँ अब त्यो इट्स अ प्रोसेस भनौँ न होइन सो त्यसकै प्रोसेसमा चाहिँ हामीले चाहिँ अहिलेसम्म लगभग 5-6वटा जति चाहिँ वेबिनारहरू कन्डक्ट गरिसकेका छौँ फर्स्टवाला चाहिँ त्यो के भन्छ एसएलसी पास गरिसकेको विद्यार्थीहरूलाई थियो त्यसपछि +2हरूलाई त्यसपछि हामीले पाइथनको पनि गरिसकेका छौँ गिट एन्ड गिटअपको गरिसक्यौँ अनि पहिला फिग्माकोवाला एउटा थियो अनि एन्ड वी आर हियर सेकेन्ड फिग्मा है सो या माई नेम इज विशाल फियाल अनि आजको चाहिँ फुल लिएर जाने व्यक्ति चाहिँ प्रवीण बुद्धाचार्य यति भन्दै म मेरो कुरा चाहिँ टुङ्गाउन चाहन्छु ल प्रवीण स्टार्ट Hello, guys. So as Vishal said, we're not professionals as such. Like, Sona is more professional than us. Maybe like, हामी चाहिँ बल्ल नै हो कि सुरु गरेर आएको. She's doing graphic design for 4 years almost, होइन? Or 4 years already. Whereas हामीले गरिरहेको चाहिँ like almost 2 years, 1.5 year भइरहेछ. So talking about me, म चाहिँ UI UX product designer भनेर चिनाउन चाहन्छु अनि रिसेन्टली आइ एम डुइङ फ्रिल्यान्सिङ प्रिभियसली मैले 2टा जति कम्पनीमा सर्भिस बेस्ड कम्पनीमा चाहिँ काम गरेको छु सो एज विशाल सेड हामीलाई चाहिँ त्यो एकदम ल्याकिङ फिल हुन्छ क्या अनि त्यस भएर चाहिँ दिस थिङ ह्यापन भनौँ न वी नेम्ड आवर सेल्फ वेबुडल टिम त्यो वाइनहरू चाहिँ अब हाम्रो यो सेसनको दौरानै बुझ्दै जाउँला होइन so I guess let's get started with any gesture like are we good to go? Okay. Okay, first let us know who these people are. Like Pookie, Ani, bro, Rimura Sama. Can I get to know who you guys are? अनि Just आई डोन्ट लाइक प्रवीण मेन्सन र नट हाम्रोमा चाहिँ नेपाली लगायत फरेनर्सहरू पनि टन्नैले रजिस्टर गर्नुभएको थियो क्या सो अब उहाँहरू पनि हुनसक्छन् सो अब ल्याङ्ग्वेज चेन्ज गर्नु पऱ्यो भने त्यो रिक्वायरमेन्ट आउन पनि सक्छ नि त सो वी हेभ टु बी yeah, अवेर अफ so we tried to handle it. आज चाहिँ हाम्रो नेपाली अडियन्सलाई गरेर भोलि चाहिँ त्यो सेड्युल गर्नु त गरेछ तर नि आउनु भएको छ भने चाहिँ and it's like you guys are Nepali. We good with Nepali, right? You have That's to say all. you have to say that in English, man. होइन अब अहिले त बुझ्नुहुन्न नि त We good to go? ल म एक स्क्रिन रेकर्ड गर्न लागेको थिएँ क्या त्यस भएर अलिक what's going on? Okay. Okay.
Okay. Okay. You can see yourself, right? Okay. This is so good. So, अब हल्का रिक्याप गरौँ न है. लास्ट टाइम पनि भएको थियो. अब प्रिभियसली जोइन हुनुभएको मैले कोही नै देखेन योपालि. प्रिभियसली जोइन हुनुभएको सेसन र आज लाइक कन्टिन्यू गरिरहनु भएको. सो दिस इज गन बी होल न्यू थिङ फर सबैजना. सो हामीले चाहिँ प्रिभियसली अघि मैले कुरा गरेको थिएँ, कतिजना हुनुहुन्थ्यो कि थिएन, हामीले चाहिँ पहिला डिजाइन फ्रम स्क्रच विथ डिजाइन थिङ्किङ भनेर चाहिँ त्यो टाइटलको चाहिँ सेसन रन गरेको थियौँ. विच वाज मोर अबाउट युआई युएक्स भनेको के हो, हाउ क्यान वी पर्स्यु दिस, कहाँबाट चाहिँ सुरु गर्दा हुन्छ टाइपको थियो. अनि त्यति बेला नै लाइक लट अफ देम वेयर बिगिनर्स. अनि फिगमा नै कसरी चलाउने भनेर सिक्नेवाला एउटा सेसन राख भनेको थियो कि. सो द्याट्स why we came up with this session. But unfortunately, they are not there. Anyways, so that's the recap. अनि आज चाहिँ हामी मोस्टली युआईतिर ध्यान दिन्छौँ. टकिङ अबाउट युआई युएक्स भन्ने बित्तिकै युएक्स भनेको चाहिँ मोर अफ एक्सपिरियन्स हुन्छ होइन. युआई बनाउनलाई चाहिँ त्यो एकदम जरुरी त छ, तर त्योभन्दा अर्को चाहिँ फन्डामेन्टल्स चाहिँ के हो, टुल्स कसरी चलाउने थाहा भयो भने त्यो अलिक इजियर हुन्छ भनेर चाहिँ दिस सेसन इज देयर. So today we'll be learning about agenda. Okay, how can I do this? Okay, give me a second. आई थिङ्क त्यो पपअप भएर पनि त्यस्तो भएको कि तिम्रो. Maybe. मैले चाहिँ अलिक फिडब्याक लिन सजिलो हुन्छ कि भनेर गरेको थिएँ. म त्यो कम्युनिकेट गर्छु नि. Okay. Okay. So agenda for today is हामीले चाहिँ अब डिजाइन के कस्तो भइरहेछ 2025 मा होइन, त्यसको बारे थोरै ब्रिफली डिस्कस गर्छौँ. अनि फिगमा के हो, फिगमा किन वाला, अनि फिगमा कसरी चलाउनु मिल्छ त्यो वाला हल्का डिस्कस गर्छौँ. अनि आई होप लाइक मैले मजाले नै मेन्सन गरेको थिएँ, प्लिज ब्रिङ यर ल्यापटप्स भनेर. सो आई होप यु गाइज आर प्रिपेयर्ड, साइन इन गरेर so we can make a small interface together from the fundamentals we learned होइन आजको सेसनमा. अनि बेस्ट प्र्याक्टिसेस के हुन्छ त्यो along those प्र्याक्टिसवाला सेसनमै के हुन्छ भनेर. अनि सेयरिङ एन्ड फिडब्याक, हामी एकअर्काको लाइक सेयरिङ एन्ड फिडब्याक लिन्छौँ. अनि फिगमा इज अ कोल्याबोरेसन टुल, सो वी विल बी डुइङ द्याट एज वेल. अनि लास्टमा हामी ऱ्यापअप गरेर मजाले सकाइदिइहाल्छौँ है. So before going on to the session itself, can I know like हजुरहरू सबै बिगिनर हो कि you've been doing that just to make it ali interactive? We've heard it from Sona already, but if you want to, you can again do it, like share experience. But I encourage other members to speak up for themselves. Hello. Let's make it interactive. र डिजाइन यो युआई युएक्स जाने भयो भने चाहिँ कम्युनिकेसन एकदम जरुरी हुन्छ. सो अहिलेबाट नै यो बानी बसालेको चाहिँ राम्रो हो. निहारिका आइदर हजुरहरूले अब गरिराख्नु भएको हो कि फर्स्ट टाइम हो कि के हो? पुकी हजुर मेरो चाहिँ लाइक फर्स्ट टाइमै हो ल. आइ एम एक्सप्लोरिङ मलाई के मनपर्छ, कस्तो गर्न मनपर्छ भनेर. अनि आई रियली इन्ट्रेस्टेड इन ग्राफिक डिजाइन अनि युआई युएक्सतिर. सो म चाहिँ बिगिनर भएर यो सेसन देखेँ. आई वाज लाइक आइ एम इन्ट्रेस्टेड इन दिस भनेर जोइन गरेको. Okay, so you just graduated your 12 or what's your status? हजुर म 12 सकाएर म चाहिँ 1 year फर्दर गइसकेँ, तर आइ एम स्टिल लुकिङ एट वाट आई वान्ट टु डु. That's cool. Yeah, that's cool. Breaking it down. How about Puki, Rimuru Sama, Samantha Casey? You guys there? यदि बोल्न अलिकति अप्ठ्यारो लाग्यो भने यु क्यान म्यासेज अल्सो ल. Yeah, Rimuru, you guys are beginners, right?
सो आजको सेसन पनि वी प्लान इट बिगिनर वाइज नै कोही गरिराख्नु भएको छ भने चाहिँ गिभ मी सम सजेसन्स एज वेल. अब मैले गरेको एकदम राइट हो भन्ने नै नहुन सक्छ. सो with saying that, let's move on to the site itself. So everybody uses social media, right? Instagram, TikTok, Twitter, or X we call it, right? So you must be seeing a lot of graphic trends, right? I'm pretty sure Sona could relate to this as well. Like अहिलेको ट्रेन्ड चाहिँ कस्तो छ भन्दा अब वेबसाइटतिरको कुरा गर्दा चाहिँ अलि स्टोरी बेस्ड हुँदै गइरहेको छ क्या. अब यहाँ देयर इज त्यो एआईको इन्टरभेन्सन छ, तर लाइक एक्चुअली गर्नेहरू चाहिँ कसरी गरिरहेको छ भन्दा 3D अलि स्पाइडर स्क्रोल इफेक्टहरू राखेर इन्टरेक्टिभ एनिमेसनहरू राखेर चाहिँ भइरहेको छ होइन अहिलेको डिजाइन. सो रिसेन्ट त्यस्तो रिसेन्ट होइन 2 months जति अगो चाहिँ ग्लास मर्फिजम एप्पलले त रिलिज गरेको थियो. त्यसरी चाहिँ चेन्ज भइरहेको छ. दिस इज वान अफ दि एक्जाम्पल होइन. त्यो भयो. अनि अब टाइपोग्राफीहरू पनि अलिक कपी होइन आउट अफ त्यो कर्पोरेट टाइपको फन्टहरूबाट चाहिँ अलिक मुभ भएर हल्का डिस्प्लेवाला फन्टहरू बढी युज भइरहेको छ. एज अ मेन्सन 3D अब यो कार्डहरू पनि 3D मा देखाउने तरिकाले भइरहेको छ. सेइङ द्याट हामीलाई त्यो फन्डामेन्टल नसिकिकन त्यो डाइरेक्ट गर्न चाहिँ सकिँदैन हो क्या. सो द्याट्स वाइ टुडे वी हेभ दिस सेसन ताकि हामी फन्डामेन्टल्स सिक्न सकौँ. अब फन्डामेन्टल नसिकि पनि गर्न सकिन्छ. अब झन् विथ द इमर्जिङ अफ एआई टुल्स लाइक अब स्टिच छ होइन गुगलको, अब भाइब कोडिङ भनेर छ, यिनीहरू टन्नै छ. तर वेन यु हेभ टु डिजाइन अ प्रपर सिस्टम त्यति बेला चाहिँ फिग्माको फन्डामेन्टल या डिजाइन थिङ्किङको फन्डामेन्टलहरू एकदम नै काम लाग्छ क्या. सो द्याट्स वाइ दिस सेसन अगेन म यहाँ एउटा स्लाइड हेरौँ ल. ओके नेभिगेट गर्न गाह्रो भइरहेछ. सो ओके सो यो भयो. सो अब लेट्स गेट डिप डाइभ इन्टु फिग्मा. फिग्मा भनेको के हो त? फिग्मा इज अ कम्पनी एक्चुअली होइन. अनि फिग्माभित्र चाहिँ उनीहरूको डिफ्रेन्ट प्रडक्ट छ. एज यु क्यान सी इन द स्क्रिन डिजाइन भनेर छ. हामीले चाहिँ आज बढी यसमै ध्यान दिन्छौँ. अर्को फिक्ज्याम भनेर छ. इफ यु आर मोर इन्टु रिसर्चतर्फ होइन अनि अब युजर पर्सोनाहरू बनाउनु पर्यो त्यो पार्ट भयो भने चाहिँ फिक्ज्याम चलाउनु पर्छ. अनि अर्को छ फिक्ज्याम स्लाइड. दिस फिग्मा स्लाइड्स दिस इज अलि अगाडिको हो. रिसेन्ट कन्फिग भन्दा अलि अगाडि रिलिज भएको थियो. रिसेन्टली रिलिज भनेको चाहिँ फिग्माको बज, साइट र मेक हो क्या. सो बज भनेको चाहिँ हामीले क्यानमा चलाएको जस्तै हो. त्यो चाहिँ फिग्माको अब इन हाउस भयो. साइट्स भनेको चाहिँ हाम्रो त्यसलाई वेबसाइट बनाउँछ नि हाम्रो त्यो बुटस्ट्र्याप गरेर बनाउने टाइपको विक्स जस्तो भयो. अनि फिग्मा मेक भनेको चाहिँ भाइब कोडिङको लागि हो. रिसेन्ट रिलिज हो. यिनीहरू चाहिँ अब हजुरले आइडिएसन गर्दा चाहिँ यो फिग्मा मेकहरू युज गर्दा पनि हुन्छ. फिग्मा मेक इज भेरी सिमिलर टु V0 होइन. अनि बोल्ट न्यू, सेम डट न्यू यिनीहरू जस्तो भाइब कोडिङको लागि मजाले युज हुन्छ. हाउएभर we will be talking more about Figma design. So Figma is a company which have these tools in it. अनि यसमा चाहिँ this is very beginner friendly, collaborative approach छ यसमा चाहिँ हैन. अब यसमा टन्नै किसिमको टुल्सहरू छ, लेयर्सहरू छ, एसेट्सहरू चलाउन मिल्छ, फाइल म्यानेज गर्न मिल्छ, just to keep things into perspective. अनि हामीले यो अब एक्चुअली फेरि हेर्दा वेबसाइट डिजाइन भनेको त अब प्रिभियसली हाम्रो डिजाइन नभए पनि उनीहरूले डाइरेक्ट डेभलप गरेर पेन र पेपरमा नै गरिरहेको थियो होइन. वाइ फिग्मा केम इन अनि बिकेम दिस बिग भन्दा इट हेज अ सिस्टम इन इट.
फाइल म्यानेजमेन्ट सिस्टम छ, हामीले डेभलपरलाई ह्यान्डओभर गर्न मिल्छ होइन। एउटा चाहिँ होस् सिस्टम अनि स्पेसियालिटीमा गयो क्या। अब डिजाइन गर्नेले डिजाइन मात्र गर्न पायो, डेभलप गर्नेले डेभलप मात्र गर्न पायो। प्रिभियसली के थियो भन्दा डिजाइनर डेभलपर सबै एकैजना हुन्थ्यो टाइपको थियो नि त, जेनरलाइज थियो। अहिले चाहिँ स्पेसलाइज भएर जान पायो। तर रिसेन्टली अलि जसले पनि जे पनि गर्नु भइरहेछ, लाइक आइटी ब्याकग्राउन्डको नभए नि उनीहरूले अब कोड गरेर राम्रो राम्रो आइटी प्रडक्टहरू बनाइरहेछ होइन। तर इफ यु आर स्योर एन्ड यु वान्ट टु डु डिजाइन भने चाहिँ फिग्मा इज देयर। इट्स अ टप कम्पनी, टप टुल हो एउटा होइन। प्रिभियसली हामीले सेसनमा कुरा गरेको थियो, फिग्मा मात्र होइन डिजाइन गर्नलाई, वेबसाइटहरू डिजाइन गर्नलाई। तर अदर टुल्स लाइक स्केच, अरू के छ, स्केच छ, देयर आर लट अफ इट। मैले ठ्याक्कै दिमागमा आएन। या अडोबीको छ होइन। सो द्याट्स द्याट। अहिलेसम्म के क्वेसन छ? मलाई कस्तो इन्टरेक्टिभ नभएकोले क्या अब तिमीहरूको त्यो पनि देख्न आएन। एनी क्वेसन अन्टिल नाउ गाइज? Saina, you are going good. Okay, thank you. That helps. अरू कसैलाई के क्वेसन छ? Okay, Ravi says me too beginner. You're not. त्यो धेरै अगाडिको ल। ओके, म यहाँ मेसेजमा केही पपअप भयो भने आई विल बी कम्युनिकेटिङ विथ यु। ठिक छ, तिमी राम्रोसँग जाऊ न। Okay. Very good, right? Okay, let me get back to slides. So, फिग्मामा टन्नै कुराहरू छ है। अब हामी चाहिँ एक एक गरी के छ रहेछ त भनेर हेरौँ है त। सो बिगिनर भयो भने हामीलाई थोरै थोरै आइडिया त हुन्छ नै, लाइक we're not that much of के भन्छ त्यो हुँदैछ, लाइक we are designers however we are के। हामीले कुनै प्रब्लम सल्भ गर्नलाई खोज्छौँ भने we are designer भन्छ के हैन। ओके, सो अब फिग्मा सिक्न अगाडि फिग्मामा के टुल्स छ हामी हैन। या लेट्स गो टु फिग्मा इटसेल्फ। सो अनि यसपछि म यहाँबाट एक्सप्लेन गर्दै बुझाउँछु ल यो भने के हो भनेर। सो हजुरहरू सबैले त्यो फिग्माको अकाउन्ट बनाएर त्यो गर्नु भ्याउनु भयो? बनाइसकेको छु मैले चाहिँ। Okay. How is the interface? Is it overwhelming? Is it good? Like हजुर बुझिराख्नु भएको छ? बुझ्न त बुझिरहेछ। Okay. So this is the first interface हजुरहरू onboarding हुँदा आएको है, like after all the process of onboarding. Okay, I'll explain. So this is the interface. हजुरले सबै एउटा प्रोसेस सकेपछि हुने एउटा इन्टरफेस चाहिँ यो हो। These are the files हैन। फाइलहरू के हुन्छ भनेर अब कहिले बनाएको यिनीहरू सबै लिस्टेड हुन्छ। हजुरको अकाउन्टको डिटेल्सहरू यहाँ हुन्छ, टिमहरू छ भने यहाँ बनाउने हो, फाइलहरू यहाँ छ। नयाँ डिजाइन छ भने चाहिँ यहाँ डिजाइन कुनै एउटा फाइल बनाउनु छ भने चाहिँ यहाँबाट नयाँ बनाउनु पाइयो। सो हामीले फोकस चाहिँ डिजाइनमा गरेर छ नि त। ओके, सो डिजाइन चाहिँ अब डिजाइनमा खोल्यो भने चाहिँ what's wrong with this? This is so lagging. Okay. Okay. Why is it not? So okay. हामीले त्यो डिजाइन फाइल खोल्यो भने चाहिँ फर्स्ट पेज भनेको यसरी ब्ल्याङ्क आउँछ। डिपेन्डिङ अन द तपाईँको डिभाइस कुन मोडमा छ त्यो अनुसार त्यो कलर चाहिँ चेन्ज हुन्छ। अहिले मेरो डार्क मोडमा छ त्यसैले इन्टरफेस सबै डार्क छ हैन। तपाईँहरूको चाहिँ लाइक व्हाइटमा नि हुन सक्छ। सो अब लेट्स मुभ अन टु द introduction of the things we have in the screen itself, right?
सो यहाँ फाइलको नाम हुन्छ, अब हजुरले नाम दिने भयो, यहाँबाट एडिट गर्न नि मिल्यो, फाइलको नाम दिन पायो. So this whole area is a canvas you can work on. And this can be big as much you want. So this is very much similar to Photoshop if you have used it. या अब ग्राफिक डिजाइनमा अरू कुन टुलहरू युज गर्नुहुन्छ? क्यानभा आउँछ भए यो पनि त्यस्तो गाह्रो हुँदैन, इट इज जस्ट अ टुल. तर त्यसपछिको अब सर्टेन कुराहरू फिग्माले दिएकोहरू जस्तै अटो लेआउट गर्ने होइन, डेभलपर ह्यान्ड अफहरू, यिनीहरू चाहिँ अलि प्रोसेस लाग्छ, अलि टाइम लाग्छ सिक्नलाई. सो दिस इज इट, दिस इज द क्यानभास होइन. अब हामी यहाँबाट जाम त्यस भए. ओके, लेट्स क्रिएट अ फर्स्ट स्क्रिन भन्दा नि फ्रेम बनाउनु पर्यो होइन. अब केमा काम गर्ने त? यो त क्यानभास भयो, भाडा त जायो. लाइक फ्रेम्स आर दि कन्टेनर यसमा चाहिँ होइन. हामीले यहाँ पनि अब टेक्स्टहरू लेख्न मिल्छ, तर हामीलाई एउटा बााउन्ड्री भयो नि त केमा बसेर काम गर्ने. सो वी निड टु हेभ अ फ्रेमको लागि हामीले किबोर्डमा एफ थिचेर या हाम्रो यहाँ तल टुल बार छ त्यहाँबाट चाहिँ यहाँ फ्रेम थिच्यो भने यता हामीलाई अप्सन आउँछ. हामीले चाहिँ अब के को डिजाइन गर्न खोजेको हो त? इफ यु आर गोइङ फर वेबसाइट डेस्कटपको डिजाइन गर्न लागेको भने चाहिँ विल गो हियर अनि यहाँबाट एउटा चुज गर्ने. इफ यु आर डिजाइन फर अ फोन ट्याब्लेट भन्यो भने चाहिँ यसरी नै सिमिलरली चुज गर्ने. सो म अहिले बिगिनर हुँदा नि यस्तै गरेको थिएँ होइन, लाइक जे भयो नि चुज गर्थेँ. तर विथ द टाइम एन्ड द प्रोसेस what I come to know is the नम्बरले नि फरक पार्दो रहेछ. अनि एउटा मोबाइल फर्स्ट डिजाइन भनेर हुन्छ क्या हाम्रो वेबसाइट डेभलपमेन्टमा चाहिँ. सो जति सानो होइन, सानो चाहिँ अगाडि बनाऊ भन्छ क्या, ताकि हामीलाई त्यो इन्लार्ज गर्दा चाहिँ सजिलो हुन्छ. वेयर एज इन्लार्ज